हेलो गाइज, गुड मर्निङ, वेलकम ब्याक टु माई मिनी ब्लग। म चाहिँ एकदमै सन्चै छु, हजुरहरू पनि सन्चै हुनुहुन्छ भने आशा साथमा यो मिनी ब्लग स्टार्ट गर्दैछु। अनि आज चाहिँ 21 गते होइन, आइतबारको दिन मेरो क्लास 12को बोर्ड एक्जाम स्टार्ट भयो। म चाहिँ बिहानै उठेर अनि 5:30 बजी उठेको थिएँ होइन। अनि नुहाई गरेर पूजापाठ गरेर म रेडी भइसकेको छु। अनि अहिले चाहिँ 7 बजेको छ। म चाहिँ अब केही पढेको पनि छुइनँ, केही आउँदैन पनि। मेरो सेन्टर चाहिँ गायत्री संस्कृत विद्यालयमा पढेको छ होइन। सबैले त भनेको छ कि राम्रै हुन्छ, स्ट्रिक्ट हुँदैन भनेर। अनि आई होप त्यस्तै हुन्छ होला सायद। अनि त्यस्तै भए पनि राम्रै हो, केही पढेको छुइनँ। अनि बिए पनि खाइयो, धेरै मोज गऱ्यो। अब एक्जामको टेन्सन अब आइरहेछ मलाई। अनि के कसो हुन्छ म अब तपाईँहरूलाई एकैचोटि लास्टको दिन भन्छु होला सायद। अब एक्जामको टाइममा म भ्लग केही पनि बनाउँदिनँ होला। अहिले चाहिँ अब अलिकति जिरा पानी बनाउँदैछु होइन, त्यो खाएर जान्छु। अनि अहिलेको लागि बाई बाई। अब म तपाईँहरूसँग एकैचोटि लास्टको दिन 2 गते भेट्छु। लभ यु।